आदरणीय श्रोताहरू, यहाँहरू समक्ष सादर प्रणाम गर्दै यहाँहरूलाई राधे राधेको अभिवादन टक्राउँदै आज म यस्तो पात्रको चाहिँ कथा भन्न गइरहेको छु जसको महिमा ठुलो छ। आदरणीय भक्त सज्जनबिन, अब यसमा एउटा सौतिनी आमाको वचनले एउटा ठुलो पद प्राप्त गरेको कथा छ। यो मनुष्यलाई इख नभएको सर्प र बिख नभएको मनुष्य मान्छे काम लाग्दैन भन्ने कुराहरू बुढापाकाको उखान गर्छन्। वास्तवमा यो सत्य छ। यो अपार चाहिँ सागरमा महात्मा गान्धीले एकचोटि के गर्नुभएछ भनेदेखि राजा हरिश्चन्द्रको सम्पूर्ण कथा श्रवण गर्नुभएछ, मनन गर्नुभएछ र महात्मा गान्धीले सोही दिनदेखि सोही समयदेखि उहाँले झुटो कुरा बोल्न छाड्नुभयो र सत्यलाई अँगाल्नु भयो। आदरणीय भक्त सज्जनले त्यस्तै एउटा कथा म भन्दैछु। एकजना उत्तनापाद नाउँ गरेका राजाले राज्य गर्थे। प्रजाहरू सबै खुसी थिए। प्रजा पालनमा उनको राम्रो उ थियो, निगरानी थियो। उनले गरेका सबै कुराहरू राम्रो थियो र उनकी चाहिँ दुईटी श्रीमतीहरू थिए। एउटा सुरुचि र अरूको सुनीति। यतापट्टि उत्तमको माताजी सुरुचि र यता ध्रुवको माताजी सुनीति। अब राजा चाहिँ कान्छी रानी सुरुचिलाई अत्यन्त प्रेम गर्थे। प्रेम भावमा परेका थिए, प्रेम जालमा परेका थिए र एक दिनको यस्तो अवसर आयो। अब बालक मरो है, जानेर नजानेर पनि त्यो कुद्दै गएर चाहिँ खेल्दै गएर बाउको काखमा टपक्कै चाहिँ बस्यो। अब यता कान्छी आमा जो सुरुचिलाई अत्यन्त यस्तो डाहा भयो, यस्तो विषक्त चाहिँ बाणी उत्पन्न भयो, यस्तो डाहा भयो, उसलाई कठालामा समातेर ठ्याक्कै घोकेर ठ्याक लगाइदिएको। बिचरा बडङ्ग गरेर लडेर सबै नाक साग सबै तर्खराउने गरी पल्टाइदियो। यस्तो अवस्थामा अब के गर्छ त्यो बालक, साह्रै पीडाले छटपटिएको बालक आफ्नै आमासँग रुनै कराउँदै गयो। आमा, बाबाले हामीलाई किन यस्तो हेला गरेको? यसरी मलाई त आमाले मेरो यहाँ उसमा काखमा बस्ने, मेरो श्रीमानको काखमा बस्ने हो भने तैँले मेरो कोखबाट जन्म लिनुपर्छ भनेर मलाई त यसरी हत्याइदिनु। अब के आमा आँखाबाट आँसु चुहाउनु बाहेक, एउटा मौनताको चाहिँ व्रत धारण गर्नु बाहेक अरू कुरा त केही थिएन। अरू कुरा केही पनि थिएन। आदरणीय सज्जनबिन, अब त्यो बालक ध्रुवलाई मनस्थितिमा नराम्रो असर पर्ला भनेर उनले बाबु छोड्दै, हाम्रो दिन अहिले आएको छैन, दिन दशा खराब चलिरहेको छ, त्यसकारणले छोड्दे भनेर चाहिँ भनिन्, सम्झाइन्। त्यो दिन अब म घरबाट निस्केर जान्छु, अब भगवानलाई प्राप्त गर्नु पर्यो। उनले चाहिँ कान्छी आमाको त जहाँ चाहिँ म
नारायणको तपस्या गरेर मेरो कोखमा आइयो भनेर चाहिँ जुन शब्द भनिन् त्यो उनलाई रातभरि छटपट भयो र आमाले त अब म जहाँ त्यसो भन्दा बा हिँडी पो हाल्छ भनेर जान दिइनन्। आमा राति सुतेको अवस्थामा मध्याह्न 12 बजेतिर ऊ घरबाट निस्किँदै त्यो 5 वर्षको बालक बिचरा कहाँ जाने है। त्यो बिस्तारै बिस्तारै वनतिर लागे। अब नारदजी मुनिको ठ्याक्क भेट भयो। अनि ए राजकुमार कहाँ हिँडेको? यस्तो अवस्थामा म तपस्या गर्न जान्छु। कुन भगवानको तपस्या गर्दा छिटो प्रसन्न हुनुहुन्छ त्यो कुरा मलाई भन्नुहोस् भन्दाखेरि जाऊ घर फर्केर जाऊ, तिमी सक्दैनौ यत्रो बालक सानो सुकुमार काँडेर काँडाले घोचेर जिउभरि रक्ताम्य छ, तिमी फर्किहाल। अब त्यतिखेर बालक ध्रुवले ठुलो अठोट गरे। नारद मुनिले कति कुराहरू सम्झाउँदा पनि उनले मानेनन्। अब यो त बडा जिद्दी रहेछ यो बालक, अब यसलाई उपदेश दिनु पर्यो भन्ने ल जाऊ यमुनाको तीरमा त्यहाँ एउटा जङ्गल छ, त्यहाँ गएर यो ओम नमो भगवते वासुदेवाय भन्ने जुन मन्त्रदान दिए, अब त्यही मन्त्र लिएर चाहिँ ध्रुवजी जानुभयो। त्यो बालक एकदम गएर तीरमा गएर बस्दा तपस्या गर्दा 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 कठोर तपस्या गर्नुभयो। हावै बन्द भयो। सबैलाई चाहिँ आकार मचेर देवताहरू भगवान् विष्णुका गुहार माग्न पुग्यो। के अनर्थ हुन लाग्यो। अब सबैलाई चाहिँ आफ्नो पद जाने भन्ने डर। देवतालाई पनि त्यही, बा इन्द्रलाई पनि सोचे बा मेरो आशा नै जाने हो कि भनेर डरले थर्कमान भएर चाहिँ भगवान् विष्णुसँग आराधना गर्न गए। प्रभु यो त भावै बन्द हुन थाल्यो, सुकेको पात खाएर पनि तपस्या गरे, हरेक दुःख कष्ट गरे उनले। त्यो फलस्वरूप सब अनि ल तिमीहरू जाओ, यसमा फेरि मान्नु पर्दैन, म यसको समाधान गर्छु भनेर हावाभन्दा छिटो आएर त्यो ध्रुवको अगाडि खडा हुनुभयो। ध्रुवको अगाडि खडा भइसकेपछि बाबु ध्रुव उठ भन्दाखेरि अब उठेपछि केही बोल्दैनन्, हक्क न मक्क भए। अनि भगवानमा रहेको जुन शङ्ख थियो त्यो शङ्खले चाहिँ शिरमा छोइदिएको सम्पूर्ण चाहिँ कुराहरू भयो। तर यो ध्रुवले स्तुति गरेको यो धेरै लामो छ, त्यस कारणले आदरणीय श्रोताहरू यो के छ भनेदेखि एउटा यसबाट हामीले के शिक्षा लिनुपर्छ भनेदेखि कुनै पनि मनमा यदि दृढ सङ्कल्प भएर त्यो सत्य मार्गमा छ भनेदेखि त्यो भगवान्ले अवश्य पुरा गर्नुहुन्छ, यसमा सन्देह छैन। त्यसपछि ध्रुवले अकण्टक राज्य गर्नुभयो र चाहिँ ध्रुव पद प्राप्त गर्नुभयो। मरेपछि पनि ध्रुवलोक प्राप्त गरेको कुरा यहाँहरूले भागवतहरूमा पनि सुनिसक्नु भएको छ। र वास्तवमा एउटा के भनेदेखि इख नभएको मान्छे र बिख नभएको सर्प त्यो काम लाग्दैन भन्ने जुन उखान छ त्यो वास्तविक सत्यता हो। र कुनै पनि इच्छा नभइकन, चाहना नभइकन त्यो पदपूर्ति गर्न भगवान्ले सहँदैन। तपाईँको भित्रै आत्मैदेखि जुन इच्छा जागृत गरेर आउँछ, जागृति उत्पन्न हुन्छ, यदि त्यो सत्मार्गमा छ भनेदेखि त्यो भगवान्ले
अवश्य कुरा गर्नुहुन्छ आदरणीय सज्जनहरू। जस्तो मैले अघि नै भने, महात्मा गान्धीले राजा हरिश्चन्द्रको कथा सुनेर दृढ संकल्प लिएर आजीवन सत्यताको पक्ष अँगाल्नुभयो। सत्यतालाई चाहिँ दोहोऱ्याउनु भएको थियो। र यो सत्य भनेको कुरो सुरुमा हेर्दा तितो हुन्छ र पछि गएर यो मिठासमा बदलिन्छ। यसै कारणले आदरणीय सज्जनबिन, यहाँहरू समक्ष अब म उक्त नारदजीले दिनुभएको जुन भगवानको चाहिँ जुन मन्त्र छ, त्यो मन्त्र के गुन्जायमान गर्दै यहाँहरू समक्ष बिदा हुन चाहन्छु। राधे राधे। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। वासुदेवाय हरि वासुदेवाय। वासुदेवाय हरि वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। वासुदेवाय हरे वासुदेवाय। वासुदेवाय बोलो वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। राधे।